हेलो साथीभाइ हो, मैले चाहिँ साग हेर्नु न, अस्ति खाइसकेँ, एकपल्ट टिपेर घरदेखि ल्याएको। अनि फेरि यत्रो यत्रो भएको छ, यत्रो यत्रो पत्ता भएको छ हो। यहाँ देख्न सक्नुहुन्छ प्लास्टिकमा पनि यत्रो यत्रो भएको छ मेरो साग चाहिँ साथीहरू। अब चाहिँ म टिपेर लान्छु यसलाई आज होइन। अनि फेरि एक दिनमा आइहाल्छ क्या। अनि यतातिर पनि पुरा सारेको छु सपिङ ब्यागहरूमा, यिनीहरू चाहिँ भर्खर सर्दैछ। यता पनि छ। यो चाहिँ अस्ति एकपल्ट खाएर पनि हेर्नु न, फेरि यस्तो मजाले आएछ क्या। यो त यति मिठो खाले साग छ कि फेरि औ ल है साथीभाइहरू, मेरो खेतीबारीमा चाहिँ यस्तो सागसब्जी चाहिँ छ है साथीहरू। अनि चट्टसँगले अब यो चाहिँ लसुनको पत्ता पनि टिपेर लान्छु हो। यो लसुन त खासमा गोड्ने बेला भयो कि, तर यहाँ धनियाँ छ नि त, धनियाँ, यो धनियाँ फेरि यति छिटो उम्रेछ कि योहरू गोड्नु छ अलिअलि। अनि धनियाँ टिपेर लान्छु छाँटेर। अनि यो पुदिना पनि टिपेर लान्छु फ्रेस। अनि यो पत्ता चाहिँ यतापट्टिको अलिक टिप्ने भएको छैन, यो चाहिँ लगेर चट्टसँगले सुकुटीमा हालेर खान्छु। सुकुटीमा यस्तो मिठो हुन्छ, दालहरूमा पनि दामी हुन्छ है साथीहरू। यो मैले चाहिँ रायोको साग टिपेर ल्याएर पनि पकाउँदैछु यसरी डल्लो डल्लै मजाले हो। केसँग पकाउँदैछु, कसरी पकाउँदैछु चाहिँ आफै पत्ता लगाउनु होला है। म चाहिँ अलिकति कृषि कार्यक्रमको लागि यता छततिर आएको छु हो। ल है साथीहरू, आज चाहिँ म छतमा आएको छु। यसरी बाल्टी पाइप सबै लिएर यसरी सफा गर्दैछु। चुलो चाहिँ पोत्नु भ्याइन, आज पोत्ने बेला भएको थियो। अन्त यसरी चाहिँ गमलाको पछाडितिर पुरा पत्करहरू बेला भएको थियो नि त। अन्त मजाले पानीले पखालेर सफा गरेँ, माकुराको जालहरू सबै निकालेँ। कति दिनदेखि भ्याएकै थिइनँ क्या माथि सफा गर्नु चाहिँ। अनि यहाँ झाडु हेर्नु न, झाडु मेरो यस्तो डरलाग्दो झाडु लिएर आएको छु यहाँनिर। अनि चाहिँ हालत कस्तो थियो होइन, यस्तो मजाले सट सफा पारेँ। डालियाहरू पनि फुल्न आँटेको छ, फुल्नै आँटेको छ। यहाँनिर साग र लसुनको पत्ताहरू पनि टिपेँ, अलिकति यहाँ बस्ने ठाउँ पनि चिटिक्कैको पारेँ हो। अन्त अब चाहिँ अलिकति हेर्नु लायकको भयो क्या, अलिकति फोहोर